पनि ठुलो हुँ, कसको ठुलो हुँ? 7 भन्दा ठुलो हुँ। 9 ले 8 लाई कुटो, 8 ले कसलाई कुटो? 7 ले। अब उसले हात उठाउनु भयो त? भएन। उसले पनि आफूभन्दा सानोलाई दियो ज्ञान। त्यसो गर्दा गर्दै 2 ले कुटो कसलाई? 1 लाई। कथा बुझ्नु हुँदैछ? अरूले भगवानको कथा सुनाउँछन्, म कुटाई कथा सुनाउँछु है त। अन्तिममा मार खानेको 0 पुगेकै छैन अहिले। 9 ले 8 लाई, 8 ले 7 लाई, 7 ले 6 लाई, 6 ले 5 लाई, 5 ले 4 लाई, 4 ले 3 ले 2 ले 1 लाई। अब तो बिचारो तो 0 यसै 0 जत्रो न थालो। अब कुतै हाने गरौँ है। एक त उसको अस्तित्वै छैन, 0 बिचारा। अनि 1 ले यसो हेरेछ 0 लाई है, बिचारा यसै त 0 तिमाथि यसलाई के कुट्छु 0 लाई है। अनि 1 ले भन्नु अरे ल 0 त म 2 जना मिलौँ है, के गरौँ? जोड्यौँ होइन, मिलौँ। 1 र 0 2 जना मिलेर कति भयो? 10। ती 10 ले मिलेर तलका सबैलाई धुलाई गरेछन् के राखे? कसलाई? अब सबैभन्दा ठुलाको भयो 1 र 0 कसलाई कुटे 2 जना मिलेर? 8 7 6 अब 10 हो। तो एउटा कथा मैले तपाईहरुलाई सम्झाएँ, के बुझ्यो है दादा? ओम सहना भवतु सहना भुनक्तु सह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ओम शान्ति ओम शान्ति ओम शान्ति। यो उपनिषदको वचन। सहना अवतु, हामी एक आपसमा एक अर्काका रक्षक बनौँ। हामीको उपनिषदको कुरो हो है। हामीको उपनिषदले मान्छे मात्रै पनि मिलेर बस भनेन, बाम मात्रै पनि मिल भनेन, छेत्री पनि मिल भनेन। हामीले के भन्यो? हामीलाई उपनिषदले भन्यो सहनौ अवतु, हामी सबैले एक अर्काको रक्षा गरौँ। हामीले पशुको रक्षा गरौँ, हामीले पर्यावरणको रक्षा गरौँ, हामीले रुखहरूको रक्षा गरौँ। त कहीँ न कहीँ उनीहरूले पनि हामीको रक्षा गर्छन् के गर्दैन? एक आपसमा कहीँ हामीको भागवतले, हामीको वेदले, हामीको शास्त्रले यो तेरो यो मेरो भन्दै भनेन है। वसुधैव कुटुम्बकम्, सम्पूर्ण वसुधा हाम्रो परिवार। अयं निज परो वेति गणनां लघुचेतसां उदार चरितानां तु वसुधैव कुटुम्बकम्। सहवीर्यं करवावहै, हामीले जे पनि गरौँ आपसमा मिलेर गरौँ। तर सबैभन्दा पहिले चाहियो के? ईश्वर भक्ति है र। भक्तिमा कसैको 2टा मत हुनु भएन। भागवतको महात्म्यमा 2 कथा छन्। एउटा भक्ति ज्ञान वैराग्यको कथा र अर्को धुन्धुकारीको कथा है। भक्ति ज्ञान वैराग्य। भक्ति को हुँ अरे भन्दा भक्ति माता हुँ। अब जानु छ हामीले भगवानको धाम। धनो वृंदावन बिहारी लाल को। जीवन हाम्रो बहुत छोटो छ है। थोरै समय छ। बाल्य अवस्था
खेलेरै गयो सबैको एउटै हो है।